म एक बिरयानी बनाउन गइरहेको छु। सुरुमा चाहिँ हरियो खुर्सानी, जिरा, मेथी पड्काउँदै। अब मैले प्याज राखेको छु, यसलाई हल्का रातो गरेर चलाउनुपर्छ। हल्का रातो लगाउनुसम्म प्याजलाई चलाउनु। अब हाम्रो प्याज लगभग ब्राउन कलर भइसकेको छ। अब यो चलाउनु लो फ्लेममा चलाइरहनु। अब यसमा मैले अन्डा राखेँ, लगभग 5वटा अन्डा बोइल गरेको थिएँ। अब यसलाई चलाउनु। अब मैले यहाँ भात रेडी गर्दैछु। चामल यसमा ल्वाङ सुक्नेल अलिकति 2 चम्चा नुन, अलिकति तेल, काकती मिचेर हाल्ने। लगभग 90% हामीले बोइल गर्नुपर्छ। अब हामीले खाना लगभग 90% हाम्रो पाकिसकेको छ। अब माथिबाट हल्कासँग अन्डाको माथि राखिदिनु। बिरयानी बनाउँदाखेरि हामीले सकभर लङ ग्रेनको चामल प्रयोग गर्नु। यसको माथि धनिया, हल्का धनिया छर्किदिने। यसमा अघि तारेको प्याज पनि हल्का छरिदिने। अनि यसको माथिपट्टि फेरि खानाले यसरी ढाकिदिने। अब हामीले ढाकेर यसलाई मधुरो आँचमा पकाउने। 10-15 मिनटको लागि ढाकेर हाम्रो एक बिरयानी अब लगभग रेडी भयो। अब यसरी हल्कासँग चलाउने। अब खानालाई यो तयार भयो है साथीहरू। हजुरहरूले पनि यसरी नै बनाउनु होला। एक बिरयानी अब खानालाई रेडी भयो।